वेलकम ब्याक टु माई च्यानल। सबैजना ह्याप्पी लोसार। आज अनि हामी चाहिँ रेडी भइसक्यौँ। अनि हिरोइनहरू यता हुनुहुन्छ, यता दिदी हुनुहुन्छ, उता भाइ हुनुहुन्छ, भाइ त्यहाँ छ, म यता छु। अब हामी चाहिँ निस्किनु गएपछि भेट्नु। हाम्रो सन्चोको मम्मी, सन्चोको बाबा, हाम्रो ठुल्बा मम्मी सबैजना रेडी। यो चाहिँ सन्चोको भाइ हो, म चाहिँ मेरो फ्यान भेट्यो। भेन्दो चाहिँ मेरो फ्यानले है, मेरो युट्युब हेर्छ अरे, अनि उसलाई नि आउन मलाई मेरो भिडियोमा। दिदी आउनु भयो बल्ल। जम 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 लेट्स गो। हामी जान्ला शांत गाँव शहर को आवाज रमन भित्र बगिरहेको। हामी चाहिँ अहिले लोकेसनमा होइन, जहाँ हो यो टुरी हिल होइन। हामी टुरी हिल बुझ्दैछौँ अनि त्यही हो, अनि जानेछौँ। अब फोटो खिच्न मात्रै आएको। ल मैले कति धेरै मान्छे छ हौ एकछिनमा फेरि भेट। लक्ष्मीले चाहिँ फेस पेन्ट बनाउनु लाग्छ आफ्नो फेसमा। अनि यता चाहिँ सुरु भइसक्यो ससुको, अनि ऊ पनि बनाउने भनेको छ, म पनि बनाउँछु। अनि यहाँ उहाँ पनि बनाउनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो ग्रुपहरू उनीहरूलाई बनाऊ भनेको मानेन, उसको स्टार्ट भइसक्यो। त्यसले के बनाउनु लाग्यो खास पानीपुरी खाना लगाएको, किनभने तिनीहरूलाई हामीले पुऱ्याइसक्यो। अब हामी चाहिँ खाना आएको चटपटे नि खाने। लास्टमा सुखाइदिनु ल। हामी खाँदैछौँ पानीपुरी। अब हामी चटपटे खाना आँटेको, गिरो चटपटे आइरह। अनि त्यही हो, आज चाहिँ हामीले के फोटो खिचेँ। सन्चोहरूलाई गाडी चढाउन 2 घन्टै लाग्यो कम्ती। साथी चाहिँ भेटेको छैन, हामी दुईवटा मात्र बसिरहेको छ। कहाँ जाने के गर्ने अब यतिकै घुम्ने हो, अनि घर जाने हो। हामी चटपटे आयो, गिलो चटपटे। यस्तो गर, त्यस्तो गर न, त्यस्तो समानमा थम्बनेल गराए ल भयो। म पछि कट गर्छु। ओके, म एक बाइट लिउँ। अनि चम्चा कति लुतो अब यो खान्छौँ। अनि एकछिनमा फेरि कन्टिन्यू गर्नेछु म ब्लगलाई। ल हामी अब चिया खान आँटेको, चिसो लास्ट चाहिँ कस्तो जाडो छ। चिया खानेछौँ अनि निस्किनेछौँ है। रमन भित्र बगिरहेको एक एक छोट एक एक स्मृति। गाइज हामी चाहिँ होइन अहिले यता बौद्ध आएको, टुरी हिल घुमेर पेट पूजा गरेर आएको। अब फेरि हामी एउटा ठाउँमा पेट पूजा गर्न जान्छ है। पानीपुरी खाएर पेट पूजा गरेर पानीपुरी खाएर पेट पूजा गरेको हो नि। त्यो त मुखको स्वाद मात्र हुन्छ है गाइस। मलाई चाहिँ पेट पूजा जस्तो लाग्छ। हामी चाहिँ विशाल मोमो ट्राई गर्न जाने भने हामीले सिकेँ। मोमो यस्तो जुसी हुन्छ। Are you excited? Yes! यो चाहिँ फर्स्ट टाइम हो, यसको सेकेन्ड टाइम है। मेरो फर्स्ट टाइम हो। लेट्स गो। अब हामी एक कोला रङछौँ गएर रिभ्यू दिने हो है गरेर। हामी कोला रङछौँ अनि त्यसपछि हामी जान्छौँ। यहाँ मेरो खुट्टा दुखिसक्यो, यस्तो हालत
मेरो नदेखाइ र अब हामी यहाँ नि अलिअलि फोटो खिच्छौँ अनि त्यहाँ जानेछौँ अनि एकछिनमा भेटौँ। आज फेरि गाइस हामी आइसक्यो विशाल मोमो खानको लागि ट्राई गर्नलाई। कस्तो भोक लागेको भिडियो सुप आयो फर्स्टमा तर तातो त खाँदैन तैँले भ्लगमा आफ्नो तैँले आफै पोपट गरे हुन्छ क्या भ्लगमा मैले गर्नै पाउँदैन। तर होइन त्यस्तो खिच्नु भएन नि त साथीको फेरि यस्तै हालिन्छ मैले मेरो अनि भाइरल हुन्छस् नि। भाइरलतिर सुतेको उठेर झिङझिङ्ग पार्न हालिन्छ मैले यस्तो क्या वेलकम प्रोग्राममा त्यस्तो हालेको त्यो हेरेर मलाई दिनमा 10 चोटि ताना दिन्छ भ्लग बनाइ। अब के छैन मोमो आयो होइन मोमो चाहिँ खप्रा जुसी हुन्छ अरे। मैले चाहिँ त्यो फुटाएर ल्याउँछ उयो पखाइ म फुटाएर ल्याउँछ यसरी गरेर फुटाउने आएन भ्लगले गर्दा नर्भस भयो क्या। होइन क्या यो त हातले फुटाउँदा कस्तो मजाले आउँछ नि त सर राम्रो चाहिँ आएको छ यहाँ त्यहाँ त यस्तो यस्तो पुरै आएको यसरी सर भयो धेरै आएको देखा ल म यो खानेछु अनि त्यसपछि भेटौँ न। के घर पनि जानु छ यहाँ घरबाट भिडियो बनाउनु छ भित्र मैले आज एउटा पनि टिकटक बनाएको छैन एउटा बनाएको भर्खर है ट्राई गर्नेछु मोमो। सो गाइस हामी चाहिँ भर्खरै घर आइपुग्यौँ अहिले चाहिँ ठ्याक्कै 8 बजिरहेको होइन ठ्याक्कै 8 बजी घर आइपुग्यौँ। अनि त्यही हो आज चाहिँ एकदम मिस भयो मेरो भ्लग मलाई पनि थाहा छ किनकि मैले कति ठाउँमा भ्लगै बनाएको थिएन क्या अफ क्यामेरै लाइक हामी रमाइलो गरिरहेको थियौँ अन क्यामेरा मैले खासै केही पनि गरेको छैन क्या लाइक भिडियो नै बनाएको छुइनँ जस्तो लाग्यो मलाई। अनि त्यही हो अनि मैले चाहिँ अरूलाई रेडी पार्दा पार्दा आफू नै गोलमाल भएको थियो आज अनि त्यस्तै भयो जे जस्तो भयो नि एकदम रमाइलो है। थ्याङ्क यू एभ्रिवान जो चाहिँ सुरुदेखि अन्तिमसम्म यो भ्लग हेरिदिनु भएकोमा अनि बाबा सी माई नेक्स्ट भ्लग।